गाइज वेलकम टू माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ कन्याम। कन्यामको चिसो चिसो हावा खानलाई, किनभने तर एकदम धेरै गर्मी बढेको हुनाले हामी चाहिँ 4जना लाग्यौँ कन्यामतिर। कति भने 3 बजेतिर। अनि हामी चाहिँ स्कुटी र बाइकमा गयौँ, दुईजना गरेर। अनि बाहिर मम्मी चाहिँ अगाडि हामी चाहिँ पछाडि पऱ्यौँ। अनि यस्तै भाइलाई पछाडि कि त पछाडि अगाडि गर्दै हामी चाहिँ यहाँ मम्मीलाई हेर्नु पुरै खोजिरहन्छ। हावा खाने बित्तिकै मम्मी चाहिँ एकदम धेरै गर्मीले परेसान हुनुभएको थियो। अनि हावा खाने बित्तिकै मम्मी चाहिँ खुसी क्या। अनि एकछिन भाइ चाहिँ फोटोसोटो खिच्यो, पोजहरू दिँदै थियो। तर हामी खिच्दा चाहिँ पानी पानी चाहिँ यत्रो ठुलो परेको थियो, हामी केही भिडियो सिडियो केही गर्न पाएन। भाइ चाहिँ हल्का अगाडिकै क्लिप लिएर, नभए त योभन्दा अगाडि त पानी नै परेको थियो। अनि पछाडि पनि पानी नै पऱ्यो। अनि यस्तो छ क्या यहाँको मौसम, एकैछिनमा बदलिने, पानी पर्ने, एकैछिनमा चिसो हुने, एकैछिनमा घाम लाग्ने थियो। अस्तिको पनि 2 दिन गयौँ, 2 दिन यस्तै थियो। अनि हामीले चाहिँ केही गर्न पाएन। अनि यही भिडियो खिच्दै बस्यौँ। अनि लास्टमा चाहिँ हल्का गर्दै पानी चाहिँ रोक्यो। अनि रोकेपछि हामीले हल्का क्लिप लियौँ। अनि पानी परिसकेपछि त्यो मौसम चाहिँ एकदम धेरै राम्रो थियो, यस्तो राम्रो भ्यू आएको थियो। अनि पानी परिसकेपछि मौसम चाहिँ एकदम चिसो, अनि वातावरण एकदम सफा र शान्ति भएको थियो। पानी परिसकेपछि भ्यू चाहिँ एकदम ब्युटिफुल देखिने क्या। कन्यामको एकदम धेरै ब्युटिफुल देखेको थियो, एकदम शान्ति थियो। पानी परिसकेपछि दृश्य त यस्तो थियो क्या, मान्छेहरू पनि एकदम थोरै थियो। अनि हामी पनि एकछिन बस्यौँ, अनि चटपटे खायौँ। अनि यही भ्यूहरू हेर्दै बस्यौँ क्या। अनि एकछिन तर्फ त एकदम चिसो हुन थाल्यो क्या मौसम पनि, किनभने रात पर्न आँटिसकेको थियो नि त। अनि मौसम एकैछिनमा बदल्यो, अनि उसै पनि लाग्यो क्या। अनि हामीलाई ढिलो पनि हुँदै थियो घर आउनु। अनि हामी धेरै बसिनौँ, यसो घोडाहरू हिँडेको हेऱ्यौँ। अनि घोडा हेरेको हिँड्यौँ। त्यसपछि हामी घरतर्फ लाग्यौँ।